पनि परमात्माले गराइसक्यो, यसो पनि परमात्माले तपाईँ यसो तिनीहरूसँग भन्नुभयो एउटा ठुलो बिरुवाको पछि लाग्यो र मानिसहरू उहाँको वरिपरि तेलमतेल गर्न लागे। अनि 12 वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई। त्यसले धेरै वैद्यहरूको हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा सम्पत्ति खर्च गरेर पनि निको नभएको झन् खराब हालतमा पुगेकी थिई। एउटा स्त्री 12 वर्षसम्म रगत बगेर उहाँको जति पनि धन सम्पत्ति थियो, पैसा थियो, उहाँको सबै रित्तिसकेको थियो। म निको हुन्छु भनेर कहिले कहाँ गएर पनि एकदम मेडिकल ठाउँमा जसले जे भने त्यो सबै गरेर पनि उहाँ निको हुनु भएन। 12 वर्षसम्म रगत बगेकी एउटा स्त्री। अनि यसुको विषयमा त्यसले सुनेकी थिए र भिडको पछितिरबाट आएर त्यसले छोई। त्यो स्त्रीले सुनेकी थिए कि हाम्रो गुरु येशू मसीह आउँदै हुनुहुन्छ भनेर। त्यो सुनिसकेपछि त्यसको विश्वास भयो। म उहाँको वस्त्र मात्रै छोयो भने पनि मेरो यो रोग निको हुन्छ भनेर उहाँ विश्वास गर्नुभयो। अर्को कुरा केही पनि सुन्नु भएन कि म एकदम विश्वास गर्नुभयो, किनकि त्यसले मनै भनी मैले उहाँको वस्त्र मात्रै छोयो भने म निको हुनेछु। अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो। जब गुरु येशू मसीहको वस्त्र मात्रै एउटा वस्त्र मात्रै छुनुभयो त उहाँको रोग एकदम निको भएको स्वयं आफैले महसुस भयो कि 12 वर्षसम्म मेरो रगत बगेको आज निको भयो भनेर उहाँले त्यो वस्त्र मात्रै छोएर उहाँले आफू स्वयं फरकचङ्ग भएको आफैले महसुस गर्नुभयो र त्यो रगत पनि एकदम बन्द भइहालेर आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाए। म एकदम निको भए, एकदम हालतमा थिए। त्यो रोग पनि एकदम वस्त्र छोएपछि एकदम फरकचङ्ग भइसक्यो भनेर स्वयं आफैले महसुस भयो र आफूबाट शक्ति बाहिर निस्किएको झट्टै येशूले थाहा पाएर भिडमा पछितिर फर्केर सोध्नुभयो, कसले मेरो वस्त्र छोयो? प्रश्न गर्नुभयो, कसले मेरो वस्त्र छोयो भनेर। अनि चेलाहरू उहाँसँग, हाम्रो गुरु येशू मसीहसँग चेलाहरू पनि हुनुहुन्थ्यो। चेलाहरूले उहाँलाई भने, भिडले ठेलमठेल गरेको त तपाईँले देख्नु नै भएको छ र पनि तपाईँ भन्नुहुन्छ कसले मलाई छोयो? यति भिडमा सबैले हजुरलाई छुनु नै भएको छ भने यो कस्तो प्रश्न हजुरले गर्नुभएको, कसले मलाई छोयो भनेर। अनि त्यो चेलाहरूले यस्तो प्रश्न हजुरले गर्नुहुन्छ